टिकटक आइडी पर्मानेन्टली डिलिट कसरी गर्ने? नमस्ते साथीहरू, तपाईँले पनि आफ्नो टिकटक आइडी पर्मानेन्टली डिलिट गर्ने सोचिराख्नु भएको छ। तर कसरी डिलिट गर्ने तपाईँलाई केही पनि आइडिया छैन भने यो भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। म तपाईँहरूलाई स्टेप बाई स्टेप टिकटक आइडी चाहिँ सधैँभरिको लागि डिलिट कसरी गर्न सकिन्छ त्यो कुरा चाहिँ सिकाउने छु। सो अब ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। टिकटक आइडी डिलिट गर्नको लागि चाहिँ तपाईँहरूले सबैभन्दा सुरुमा आफ्नो मोबाइलमा भएको टिकटक एप्लिकेसनलाई चाहिँ ओपन गर्नुहोला। ओपन गरिसके पछाडि तपाईँहरूले तलतिर हेर्नुभयो भने प्रोफाइलको अप्सन देख्नुहुन्छ। म तपाईँलाई यहाँनिर एरोबाट पनि देखाउँछु। तपाईँहरूले यहाँनिर तलतिर हेर्नुभयो भने एउटा प्रोफाइलको अप्सन चाहिँ देख्नुहुन्छ। यो प्रोफाइलको अप्सनमा तपाईँहरूले क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि तपाईँहरूको प्रोफाइल खुल्छ। खुलिसके पछाडि तपाईँहरूले टप राइट कर्नरमा हेर्नुभयो भने 3टा लाइन देख्नुहुन्छ। म तपाईँलाई त्यो लाइन पनि देखाइदिन्छु। यहाँनिर चाहिँ 3टा लाइन छ। यो 3टा लाइनमा चाहिँ तपाईँहरूले क्लिक गर्नुहोला। मैले यहाँनिर क्लिक गरिदिएँ, तपाईँले पनि यसै गरी क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि यस्तो टाइपको इन्टरफेस आउँछ। अब तपाईँहरूले लास्ट टाइम हेर्नुभयो भने सेटिङ एन्ड प्राइभेसी भन्ने अप्सन रहेको छ। यो लास्टको अप्सनमा तपाईँले क्लिक गर्नुहोला। तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँनिर एउटा सेटिङ एन्ड प्राइभेसी भन्ने अप्सन रहेको छ। यो अप्सनमा चाहिँ तपाईँले क्लिक गर्नुहोला। सो मैले यहाँनिर क्लिक गर्दै तपाईँले पनि यसै गरी क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि तपाईँहरूको अगाडि यस्तो टाइपको इन्टरफेस आउँछ। अब तपाईँहरूले यहाँ तलतिर हेर्नुभयो भने अकाउन्ट भन्ने एउटा सेक्सन छ। यो अकाउन्ट भन्ने सेक्सनमा चाहिँ तपाईँहरूले क्लिक गर्नुहोला। सो म यहाँनिर क्लिक गरिदिन्छु, तपाईँले पनि यसै गरी क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि तपाईँहरूको अगाडि यस्तो टाइपको इन्टरफेस आउँछ। अब तपाईँहरूले सबैभन्दा लास्टमा एउटा अप्सन हेर्न सक्नुहुन्छ, डिएक्टिभेट अर डिलिट अकाउन्ट भन्ने अप्सन रहेको छ। यो अन्तिमको अप्सन तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर डिएक्टिभेट अर डिलिट अकाउन्ट भन्ने अप्सन रहेको छ। यो अप्सनमा तपाईँहरूले क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि तपाईँहरूको अगाडि यस्तो टाइपको इन्टरफेस आउँछ। यहाँनिर जम्मा 3वटा अप्सन छ। यो अन्तिमको अप्सनमा चाहिँ हामी क्लिक गर्छौँ है। डिलिट अकाउन्ट पर्मानेन्टली भन्ने अप्सन छ। यो अप्सनमा चाहिँ हामी क्लिक गर्छौँ। तपाईँहरूले पर्मानेन्टली नभए टेम्पोररीली चाहिँ आफ्नो आइडी डिएक्टिभेट गर्न चाहनुहुन्छ भने चाहिँ यो माथिको अप्सनमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। तर यहाँनिर चाहिँ हामीले पर्मानेन्टली डिलिट गर्न खोज्दैछौँ, त्यही भएर यो अन्तिमको अप्सनमा चाहिँ क्लिक गर्छौँ है। सो मैले यहाँनिर क्लिक गर्दै तपाईँले पनि यसै गरी क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि यहाँनिर यसले भन्दैछ बिफोर यु गो क्यान वी हेल्प भनेर सोधिरहेको छ। अब तपाईँहरूले यो अप्सनलाई स्किप गर्दा पनि हुन्छ। त्यसको लागि यो माथि स्किप भन्ने अप्सन तपाईँले यहाँनिर देखिराख्नु भएको होला। यो स्किप भन्ने अप्सनमा तपाईँले यहाँनिर क्लिक गर्नुहोला है त। सो म यहाँनिर क्लिक गरिदिन्छु। क्लिक गरिसके पछाडि यस्तो टाइपको इन्टरफेस आउँछ। अब यसले यहाँनिर हामीलाई रिभ्यू दिस वान टास्क बिफोर डिलिटिङ योर अकाउन्ट भन्दैछ। तपाईँले आफ्नो अकाउन्टलाई डिलिट गर्नुभन्दा अगाडि एउटा कामलाई चाहिँ रिभ्यू गर्नु पर्यो भन्दैछ। अब तपाईँले यहाँनिर तलतिर हेर्न सक्नुहुन्छ। यो अप्सनमा तपाईँले टिक लगाइदिनु होला। त्यसको लागि तपाईँले यहाँ क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि यो कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुहोला। सो यहाँनिर कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुहोला। क्लिक गरिसके पछाडि फेरि तपाईँले यहाँनिर यो अप्सनमा चाहिँ क्लिक गरिदिनु पर्ने हुन्छ एकचोटि। यो अप्सनमा तपाईँले फेरि एकचोटि क्लिक गर्नुहोला। सो म यहाँनिर क्लिक गरिदिन्छु। क्लिक गरिसके पछाडि फेरि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसके पछाडि तपाईँहरूको अगाडि यस्तो टाइपको इन्टरफेस आउँछ। यहाँनिर के लेखेको छ भनेदेखि योर अकाउन्ट विल बी डिएक्टिभेटेड फर 30 डेज। तपाईँको अकाउन्ट चाहिँ 30 दिनको लागि डिएक्टिभेट हुन्छ। अनि त्यस पछाडि 30 दिन पछाडि चाहिँ तपाईँहरूको अकाउन्ट चाहिँ पर्मानेन्टली डिलिट हुन्छ भनेर यहाँनिर लेखिरहेको छ। अब तपाईँको अकाउन्ट चाहिँ 30 दिनसम्म डिएक्टिभेट हुन्छ होइन, अनि त्यस पछाडि चाहिँ पर्मानेन्टली डिलिट हुन्छ भनेर भन्दैछ। यो 30 दिनभित्रमा चाहिँ तपाईँहरूले आफ्नो टिकटक अकाउन्टलाई चाहिँ फेरि रिएक्टिभेट पनि गर्न सक्नुहुन्छ भनेर लेखेको छ ल। अब तपाईँले केही गरी तपाईँको अकाउन्ट चाहिँ डिलिट गर्न चाहनुहुन्न भने 30 दिनभित्रमा यसलाई फेरि रिकभर गर्न सक्नुहुन्छ है त। ल अब मैले यहाँनिर कन्टिन्यू भन्ने अप्सनमा क्लिक गरिदिएँ। क्लिक गरिसके पछाडि तपाईँको आइडीमा चाहिँ तपाईँले केबाट यो आइडी बनाउनु भएको छ हो त्यहाँनिर चाहिँ एउटा कोड जान्छ होइन। जस्तै तपाईँले फोन नम्बरबाट आइडी बनाउनु भएको छ भने त्यहाँनिर कोड जान्छ। जिमेलबाट बनाउनु भएको छ भने जिमेलमा चाहिँ कोड जान्छ। मैले चाहिँ यो आइडी जिमेलबाट बनाएको छु, त्यही भएर मेरो जिमेलमा चाहिँ कोड आएको छ।
सो मैले त्यो कोडलाई कपी गरिसके पछाडि यो डिलिट अकाउन्ट भन्ने अप्सनमा चाहिँ म क्लिक गरिदिन्छु। क्लिक गरिसके पछाडि यस्तो टाइपको इन्टरफेस आएको छ। यो डिलिट भन्ने अप्सनमा म क्लिक गरिदिन्छु। सो हेर्न सक्नुहुन्छ मेरो अकाउन्ट चाहिँ यहाँबाट डिलिट भइसकेछ। सो तपाईले पनि यसै गरी आफ्नो आइडी चाहिँ डिलिट गर्न सक्नुहुन्छ। मेरो प्रोफाइल हेर्छु, यहाँ मेरो अर्कै आइडी खुलिसकेको छ। त्यो अर्कै आइडी थियो, यो अर्कै आइडी हो। मेरो अर्को आइडी चाहिँ अटोमेटिकली यहाँनिर लगइन भइसकेको छ। पुरानो आइडी चाहिँ मेरो डिलिट भइसकेको छ है त। सो यसरी तपाईले आफ्नो टिकटक अकाउन्ट चाहिँ पर्मानेन्टली डिलिट गर्न सक्नुहुन्छ।